दर्शक नमस्ते। यतिखेर चाहिँ हामी मोमोजको दोकानमा छौँ है। एकजना दाजु हुनुहुन्छ, जनकपुरदेखि हुनुहुन्छ। दाइ नमस्ते। कहाँदेखि हुनुहुन्छ दाइ? हजुर, यहाँ तपाईँको मोमोजमा के परिकारहरू पाउँछ मोमोजहरू? दाइ ल मलाई चिकन मोमोज दिनुहोस् त। अनि दाइ तपाईँको घर जनकपुरमा बिहे भयो तपाईँको दाइ? पहिला भएको थियो, बिचमा छोडेको थियो, अब दोबारा घर बस्दैछ मेरो। फेरि बिहे गर्नेवाला हुनुहुन्छ? कहाँको केटीसँग लप गर्नुभयो दाइ? त्यो हाम्रै गाउँ छेउतिरकै हो, हजुर हाम्रो एउटै हो। हजुर, अनि तपाईँले यो मोमो बेचेर अनि बुढी पाल्न सकिन्छ त? सकिन्छ जस्तो लाग्छ। सकिन्छ जस्तो लाग्छ। हजुर, यहाँ तपाईँको भिडियोहरू धेरैजनाले हेर्दै हुनुहुन्छ। तपाईँले यो भिडियो हेर्ने मान्छेहरूलाई के भन्नुहुन्छ? तपाईँलाई धन्यवाद। आउनुहोस्, ट्राई गर्नुहोस्, खानुहोस्। हजुर, यहाँ स्पेसल चिकन मोमो खानको लागिलाई नेपाली मोमोज दाजुको दोकानमा आउनुहोस् होला है त। मोस्ट वेलकम एभ्रिबडी, अल अफ यु है। यहाँनिर चाहिँ यहाँनिर राख्नुभएको छ फिङ्गर्स कुरकुरे मोमोज राख्नुभएको छ। एकदम दामी सेटअपमा चाहिँ दाजुले गर्नुभएको छ। दाजु यो के आइटम हो यो? यो क्रन्ची कुरकुरे मोमोज हो, यो क्याप्सी मोमोज भन्छ यसलाई। ओ माई गड, लाग्दैछ एकदम टेस्टी छ। टेस्टी नै छ। हजुर दाजु, अनि तपाईँ चाहिँ नेपाल गएर बिहे गर्ने विचारमा हुनुहुन्छ त्यसो भए? हजुर, तपाईँले दम्पत्ति जीवनको अब नयाँ जीवनको सुरुवात गर्दै हुनुहुन्छ। तपाईँलाई चाहिँ राम्रो होस्, यही शुभकामना छ है त। हजुर हजुर। अनि दाइ तपाईँको पहिला बिहे भएको हो? भएको हो मेरो। ए, बुढी मरेको हो कि भागेको? भाग्ने बेला म विदेशमा थिएँ, दुबईमा थिएँ। ए, मतलब यस्तो भयो दाइ, श्रीमती झाडीमा मतलब बुढाखाडीमा श्रीमती जङ्गलको झाडीमा भने जस्तो भयो दाइ? त्यस्तै भयो। त्यस्तै भयो है। अनि तपाईँलाई के लाग्छ आखिरमा परदेशी जीवन? परदेशी जीवन मजदुरी यहाँ मात्रै हो। सकेसम्म आफ्नै घर परिवारमा बसेको, गाउँ बसेकै राम्रो हो। हजुर परदेशी जीवनले नै घर पनि बिग्रेको जस्तो लाग्छ मलाई। हजुर जस्तो चाहिँ मलाई लाग्छ। हजुर, अवश्य पनि एकदम उहाँको कुरा सुन्दा निकै नै शरीरमा एकदम मन दुखेर आयो। बिचरा उहाँले एक्लै हुनुहुन्छ। अहिले इन्डियाको ठाउँमा मोमोज बेच्दै आउनुहुन्छ। उहाँकोमा यसरी मोमोज, पनिर मोमो, भेज मोमो गरेर यसरी बेच्नुहुन्छ। 10 रुपियाँ प्लेट, 20 रुपियाँ प्लेट गरेर बेच्नुहुन्छ र आफ्नो दिनहरू चलाउने गर्नुहुन्छ। उहाँ दाइ हुनुहुन्छ, पूर्वको हुनुहुन्छ भने उहाँ चाहिँ अहिले विदेशमा काम गर्दै गर्दा बुढी पहिलो गएको र अहिले एक्लै र आफ्नो छोरालाई पालेर बस्नुभएको छ। र अहिले भन्दै हुनुहुन्छ म पनि एउटा मेरो जीवनको सुरुवात गरौँ र एउटा बुढेसकालको सहारा एउटा बुढी बिहा गरौँ भन्दै हुनुहुन्छ। अवश्य पनि उहाँलाई गर्नेछु, पाएको पनि छु भन्नुहुन्छ। उहाँलाई चाहिँ स्वागत छ। उहाँलाई चाहिँ एकदमै उहाँको दैनिक जीवन, दम्पत्ति जीवन राम्रो होस् भन्न चाहन्छु है हामीले यहाँबाट। दाजु ल अब मलाई अलिकति मोमोज दिनुहोस् त, 1 प्लेट दिनुहोस्। आप लोग यहीं से मोमोज लेते हो हमेशा? कैसा लगता है मोमोज? बहुत अच्छा लगता है। ओके ओके, यहीं से आइएगा, ठीक है, हमेशा। उनका कोई नहीं है, इन अकेला है, ठीक है। हाँ हाँ, इनका बस ऊपर वाला है, ठीक है, यहीं से। हाँ बहुत, हाँ ठीक, थैंक यू।